नेपाली कांग्रेसको विशेष महाधिवेशन पछाडि गगन थापा त्यसको सभापति हुनुभएको छ। अब सभापति भए पछाडि निर्वाचन आयोगले उहाँलाई वैधता दिएको छ र सर्वोच्च अदालत ब्याकफुट भएको हो कि जस्तो देखिएको छ। यसलाई चाहिँ तपाईँ कसरी हेरिराख्नु भएको छ? गगनजी अहिले विशेष महाधिवेशनको सभापति भनेर भनिरहँदाखेरि पनि के छ भने कङ्ग्रेसलाई सबै यो क्षेत्रबाट कमजोर बनाउन लागेको देखिन्छ कि कङ्ग्रेसलाई एकपछि अर्को जुन किसिमको अहिले निर्णय गरेर चाहिँ डिभाइड गरिएको छ, यो डिभाइड गर्नमा सरकारै के छ भने लागेको हो कि भन्ने पनि भएको हुनाले सरकारको निकाय अन्तर्गतै के छ भने यो निर्वाचन आयोग पनि हो होइन। अहिले गगन थापाको नेतृत्वमा चुनावमा जाँदाखेरि पार्टीलाई फाइदै हुन्छ। अहिले जुन अन्यल देखिएको छ नि काङ्ग्रेसमा, यो नेतृत्वको सङ्कट हो कि वैचारिकै सङ्कट भएको हो? होइन, कङ्ग्रेस चाहिँ के छ भने तपाईँको विचारमा स्पष्ट छ कि कङ्ग्रेस विचारमा स्पष्ट छ। उनीहरूले पुरै गलत गरेको छ भने उनीहरूलाई जेलमा हाल्नुपर्छ नि होइन। छैन, गलत गरेको छैन भने उनीहरूले गरेको कन्टिन्युसनको लागि त सम्मान त गर्नु पर्यो नि भन्ने कुरा चाहिँ बुझ्नुपर्छ जस्तो मलाई लाग्छ। कङ्ग्रेस अब इतिहासको पानामा नाम लेखाउँदैछ कि इतिहासको पानाबाट आफ्नो नाम मेटाउँदैछ? होइन, कङ्ग्रेस त अब इतिहासको पानामा नाम लेखाउने पार्टी नै हो होइन, तपाईँको पार्टी नै हो। यो कङ्ग्रेस कहिले पनि के छ भने सानो हुँदैन होइन। किनभने तपाईँको जब मान्छे एक्लो हुन्छ ऊ युवा हुन्छ। अब कङ्ग्रेसको आगामी बाटो कस्तो देख्नुहुन्छ तपाईँ? अनि कङ्ग्रेसको आगामी बाटो भनेको चाहिँ अब धेरै जस्तो चाहिँ अब युथहरू चाहिँ आउनुहुन्छ होइन। युथहरू आएपछि नयाँ विचारहरू आउँछ। तपाईँलाई लाग्छ नेपाली कङ्ग्रेस फेरि बलियो शक्ति भएर गगन थापाको नेतृत्वमा अगाडि आउँछ भन्ने? होइन, अब तपाईँ के छ भने अब तपाईँलाई कहाँनिर सम्झाउन चाहन्छु भने आधा कङ्ग्रेस अहिले पनि ब्याकिङमा छ। होइन, तैपनि अब एउटा के छ भने त्यो ब्याकिङमा भएको कङ्ग्रेसले पनि यो निर्वाचनमा चाहिँ अहिलेलाई चाहिँ के छ भने गगन थापालाई साथ दिनुपर्छ। सबै मिलेर एक ठाउँमा गएन भने कङ्ग्रेसलाई त क्षति हुन्छ, देशलाई क्षति हुन्छ।